म नेपाली एफएम निमित दिआई हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। सरकारले शिक्षा क्षेत्रको बजेटमध्ये झन्डै 70% विद्यालय शिक्षामै खर्च गर्ने गरेको छ। यता प्रधानमन्त्री बालेन्द्र शाहले भक्तपुरको नवदुर्गा देवन मन्दिरमा पुगी दर्शन गरेका छन्। त्यसैगरी अख्तियारले सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ। चिनी मिलले उखु किसानको विवरण दिन ढिलाइ गरेपछि अनुदान रोकिएको छ। दाङका किसानलाई असारे चटारो सुरु भएको छ। अर्को समाचारमा सरकारले 7% आर्थिक वृद्धिलाई भरपेट गर्ने लक्ष्यसहित मौद्रिक नीति सार्वजनिक गरेको छ। प्रहरीले अवैध हतियार नियन्त्रण अभियान अन्तर्गत 3 थान बरुवा बन्दुक बरामद गरेको छ। नवलपरासीका उखु किसानले झन्डै 13 करोड अनुदान पाउने भएका छन्। कर्णाली दुर्घटनामा 2 जनाको मृत्यु भएको पुष्टि भए पनि 3 जना बेपत्ता छन्। अन्त्यमा 5 प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्। विस्तृत समाचारको लागि जानुहोस् nilonepal.com।